हेलो गाइस, वेलकम टु आवर न्यू ब्लग। यहाँ चाहिँ किङ कोब्रा भन्दा नि कोब्रा साप छोड्न आँट्नु भएको छ। हेर्न सक्नुहुन्छ भित्र चाहिँ ठुलो गोवन साप छ। बुझे कि गन्ध भेटेछ क्या ड्रममा। टिका अङ्कल, टिका अङ्कल। यहाँ हेर्न सक्नुहुन्छ अगाडि सेतो कलरको सेतो खाले गोवन अनि यहाँ रेस्क्यु गरेर देउने खोलामा छोड्न आएको छौँ। हाम्रो स्नेक रेस्क्यु सन्तोष पासवान आज भित्रै पस्छ हो छोडिदिनु केही नगर्नु हो त्यसरी ल अब खुट्टा फेर्दैन डाँडामै मात्रै रमाउने हो क्या अहिले नचलाउनु न त्यसलाई छोड्छ क्या यो सर्प काटुली फेर्ने बेला भइरहेछ। अब घाम ताप्नका लागि चाहिँ निस्किरहेछ। अब घरपेटीले उद्धार गर्नका लागि फोन गरेको छ। हामीले उद्धार गरेर तपाईँको रन्काली वनमा ल्याएर छोड्दैछौँ। भ्यागु त ल्याएर दिउँ न। त्यो त काँस गाडीमा हाल्नुहोस् अनि अब चिल्लो भयो कि भएन अलि उता छोडिदिनु ल थ्याङ्क यू सो मच फर वाचिङ, बाई। यो सर्पले काँचुरी फेर्दैछ। काँचुली फेर्ने समय यतिखेर हो यहाँ हेर्नु उसले बल गर्छ क्या। त्यो क्याचर युज गर्यो भने नि छुट्टिहाल्छ दाइ। भने ऊ फेर्दैछ यहाँ हेर्नु न, उसले बल गर्दैछ। नत्र यो अहिले फर्केर हान्ने हुन्थ्यो नि, एग्रेसिभ हुन्छ। उसले बल लगाउँदैछ हेर्नु है। भानु है लगाउँदैछ हेर्नु बल गरेको होइन, बल गर्दैछ छुडाउनका लागि नि। नत्र त्यो यसरी टाउको लुकाएर बस्थ्यो, टाउकोलाई सार्दैन, जिउलाई मात्रै बल गर्दैछ हेर्नु। किता भएको छ नि यत्रो टाढाबाट त उहाँ है लौरो जस्तो मात्रै देखिँदैन। उसले बडीलाई प्रेसर दिँदैछ, किन यहाँ उसको मलद्वार हुन्छ नि त। मुखमा नलाउनु। खाली खुट्टा चाहिँ आउनु भएन नि। अहिले रिसाएको यो बुढो हेभी यसले टोक्यो भने 130 ml हाल्छ पोइजन। भयो अब भयो आफै जान्छ क्या छोड्दैछ भर्खरको उयो गरेर काँचुली फेरेको। अब त्यसले त्यो छोडिने बेला भएकै छैन हौ।